गएर हुन्छ समाचार तपाईँको के छ हामीलाई चिनिराख्नु फेरि याद राख्नु सधैँलाई एक दिनलाई होइन अब नभएपछि आजलाई भेट्ने भोलि पर्सि त बिर्सिने गरेपछि त काम सक्यो त्यही हो पछाडि पनि हो सबैलाई हामीले भोट दिए मेरो बाबुलाई जिताउनुपर्छ एमाले कस्तो गर्यो मारेको छ बुझेको छ कि छैन त्यसलाई लस्याउनुपर्छ मेरो बाबु जोगिएर हिँड्यो बाबु जोगिएर हिँड्यो मेरो राजा ल हिजो मरेको आमा गर्नुभयो म काठमाडौँदेखि आएको एकदम हामी यो एरिया हामीले सबै जमाएको छ मेरो फोटो खिचे पनि केही छैन तपाईँलाई उसमा चाहिँ देखाएको छ मोबाइलमा चाहिँ अब काठमाडौँमा चाहिँ यसो चरा चरा भत्काएको पनि देख्थ्यो देख्न चाहिँ कसो गरेर मेरो बाटो हामीले धुलो मात्रै खायौँ अहिले भट्काउनु भयो ठिकै छ तर धुलो धेर खाइयो हामीले बाटो बनाउनु खानेपानी पनि हामीले आफै ल्याएको हामीले आफै खनेको 22 सालमा यहाँ आएका अहिलेसम्म यो बाटो बनाएको छैन हिजो 5-10 वर्ष खानेपानी ल्याएको होइन हामी 60 पनि यही बाटो बसेको भोट माग्न हामीले अस्ति चाहिँ हामीले डाइरेक्ट भन्दै मुख्य जनता चाहिँ छैन केही छैन यो बनाउने गर्ने केही छैन बनाउने मात्रै भन्छन् बनाउँदैन अब यो चुनाव आउन आँट्यो बाटो पर्छ अब खेतीपाला हामीले 48 सालदेखि यहाँ चाहिँ हामीले भोट दिएको हामीले अहिले नै हुन्छ दर्ता भएका जग्गा धनीपुरलाई लुकेर बसेका छन् भनेको व्यक्ति अरूले लगिसक्यो हजुर आफ्नो आफ्नो जोको दर्ता भइसकेको यो बाटो हेर्नु न बनिएको छैन अहिलेसम्म यस्तो छ हाम्रो लुकाएको लुकाइ कागज त्यस्तो छ अवस्था एकदम माओवादीको एमालेलाई माओवादीको थियो हजुरले के गर्नुहुन्छ हामीले हेरेर जान्छौँ तपाईँलाई भेट्ने ठुलो इच्छा थियो अब छोराछोरीको पढाइदेखि लिएर सबै विदेशिनु परेछ हामीले कति दुःख भयो कति धाइराख्नु भएको यो हामीले विचार गरेर आज मै बालन सर अब हेर्नुहोस् एकदम हामीलाई तनाव छ यो तपाईँको एकदम हामीले धनीपुर नपाइकन मर्नु पर्यो हामी पनि अब छैन छैन तपाईँ होइन यसपालि तपाईँले एकदम हाम्रो एकदम यो भन्दा हामी ठाउँमा छैन हामी पनि काट्नु पर्छ र त्यही काम गरेर हिजो आएको तपाईँको सबै थोक देखेको छ हामी खुसी छौँ तर हाम्रो गाउँलाई पनि बनाइदिनु पऱ्यो धनीपुर त हातमा आओस् यतापट्टि होली छ यतापट्टि धातरो छ बिचमा बाटो छ हाम्रो अवस्था अलिकति दायाँ बायाँ भयो भने उठीबास लाग्छ मिलिसकेको छ